गेम कस्तो लाग्यो तपाईँलाई? आज राम्रै लाग्यो। राम्रै लाग्यो? आज पुरा हेर्न पनि पायौँ कि नै त? के भयो पुरा हेऱ्यो? पाएनौँ। बाँकी चाहिँ त्यही भएर पाएनौँ। के गर्छ त नदी रिजल्ट के भयो थाहा पाउनु? गोल हानेर ल्याउँछ। कसले? मेसीले। मेसीले अर्जेन्टिना किन्नु भएको अनि अरू के छ? यसलाई के गर्दैछ? भिडियो बनाउँदैछ, पोडकास्ट गर्दैछ होइन? के लाग्छ? के कस्तो अब लाइक यता भन्नु पऱ्यो नि त लाइक गरिदिनु कस्तो हामीले गरेको भिडियो कस्तो छ मन पऱ्यो परेन भन्नु पऱ्यो त भनौँ न लास्टमा भन्नु। अहिले भन्ने होइन अनि के भन्नु त अहिले सुरु मात्र भयो। आज गेम कस्तो लाग्यो? म पुरा हेर्न पाइनँ अब के भन्ने। 2 गोल अब कुन प्लेयरले हान्यो कसरी हान्यो त्यही हेर्न पाएनौँ। अब कस्तो हुन्छ अर्जेन्टिना खै थाहा छैन अब। अब को कस्तो पर्छ फाइनलमा? फ्रान्सको र स्पेनको चाहिँ अलि स्पेन जित्छ जस्तो लागिरहेको छ। स्पेनको सपोर्टिङ ऊ चाहिँ के हो स्पेन भर्सेस फ्रान्समा स्पेनमै हजुर फ्रान्समा एउटा प्लेयर एम्बाप्पे हो अरू त खै थाहा भएन। अर्जेन्टिनालाई त फ्रान्सले जित्यो भने त अझै गाह्रो छ होला नि त होइन? के हुन्छ? अर्जेन्टिना स्पेन अर्जेन्टिना त जितिसक्यो। जितिसक्यो पहिला आज होइन? अब तपाईँले फाइनलमा नै अर्जेन्टिना गेम हेर्ने होला नि? आयो भने रातिमा छ क्या अन्त 12:45 छ नेक्स्ट म्याच। इक्जाम त भइन्छ नि त तपाईँको इक्जाम भइन्छ हेर्न पनि पाइयो कसरी पनि पाइयो हेर्ने नै हो कसको सपोर्ट गर्ने त? मेसीको अर्जेन्टिनाकै सपोर्ट गर्ने हो अनि चाहिँ कसको सपोर्ट गर्ने? जित्यो भने न त स्पेन ब्राजिलको टी सर्ट लाउनु रहेछ अर्जेन्टिना सपोर्ट गर्ने ब्राजिल यति लाग्यो। अनि अब अरू के भन्नु छ बढी त्यही छ तपाईँ त पुरै अनुमान पार्छ किन भन्नु न गाइजहरूलाई लाइक गर्नु सब्सक्राइब गरिदिनु अनि हामीलाई सपोर्ट गर्नु भन्नु भएन बिचमा नै भन्नुपर्छ कि बनेटलाई भन्नु नि त के भन्न छ तपाईँ के छ कुरो अगाडि फाइनलमा जुन देश पुग्छ अब त्यही हो जित्ने चान्स चाहिँ दुईटामै एउटा छ। थाहा छैन जित्छ होला अर्जेन्टिनाको कि स्पेनको छ चान्स। अर्जेन्टिना स्पेन फ्रान्स पनि छ। लामिन यामाल स्टाइल आउँछ नेमारले गोल हान्यो भने कस्तो गरिदिन्छ नेमारले गोल हान्यो सेलिब्रेसन होइन अनि के अरे मेसीले रोनाल्डो रोनाल्डो पनि थाहा छ कस्तो गर्छ रोनाल्डोले चाहिँ सुरु गर्ने हो ए तपाईँहरू गेम खेल्दाखेरि चाहिँ कति जित्छ त हामीहरू दुईटा खेल्दा बाहिर खेल्छ नि त को जित्छ तिमी नै होला आउट भयो भने भित्र आइदिन्छ गोल हान्दा आउट गोल हान्दा कसरी आउट हुन्छ त्यति बेला चाहिँ आउट हुने पोसिबल बढी भयो है गणितले जित्छन् कि तिमीले गणित त तिमी जितिन्छौ किनकि तिमी मेसी हो नि त होइन र
खतरा होइन मेस्सीको कसरी मेस्सी हजुर सधैँ हाबाट गएको थिएन मेरो है मलाई सिधानिलो है भने भने त के गर्छ तिमीलाई धेरै गर्छ नि भने गोल हानिदिन्छु राम्रो गुल्टे अब के हुन्छ अर्जेन्टिनाको भनेपछि कति कहिले छ अबको म्याच थाहा छ खै थाहा छैन तर 12:45 मा फर्स्ट हो अबको फर्स्ट आज सन्डे भइहाल्यो मन्डे ट्युसडे वेडनेसडे थर्सडे 12:45 छ हो 12:45 पनि त हेर्ने होला नि पब्लिकले उठाउने कसले हो उठाउने हो ओके कसको सपोर्ट गर्ने त 12:45 मा अर्जेन्टिनाकै सपोर्ट हो अर्जेन्टिना भर्सेस के छ त अब अर्जेन्टिना भर्सेस के हुन्छ त क्या फ्रान्स उसको त्यो एउटा हुँदैछ त होइन फ्रान्स र स्पेन है अर्जेन्टिना भर्सेस अझ एउटा कुन छ नि इङ्ल्यान्ड छ अर्जेन्टिना भर्सेस इङ्ल्यान्ड अनि उतापट्टि फ्रान्स र के अरे फ्रान्स र स्पेन स्पेन होइन भनेपछि फ्रान्स र स्पेनमा फ्रान्सले जित्छ कि स्पेनले जित्छ होला स्पेनले जित्यो भने ठिक हुन्छ कि फ्रान्सले जित्यो भने ठिक हुन्छ किन फ्रान्समा जित्यो भने अर्जेन्टिना हार्छ भनेर हो होइन किन हो त हामी स्पेनको सपोर्टर हो नि त अर्जेन्टिनाको छैन अर्जेन्टिनामा चाहिँ स्पेनको सपोर्टर हो कति आएर उसको 3वटा मेरो 5वटा स्टार के वर्ल्ड कप जित्यो ब्राजिलको 5वटा म लगाउँछु त वर्ल्ड कप जितेपछि स्टार जितेपछि चाहिँ हुने हो एउटा क्वेसन सोधौँ मेस्सीले अर्को वर्ल्ड कप पनि यो वर्ल्ड कप पनि जित्यो भने त्यसले स्टार कहाँ राख्छ जर्सीमा भन्दै होला जर्सीमा फोरवटा हुने बेला कहाँ राख्छ त एउटा स्टार अझै अहिलेको ट्रफी चाहिँ भनेपछि मेसी उचाल्ने हो त्यो बेलामा सेलिब्रेसन हामीले गर्ने हो कि हिँड्दै के गर्ने हो हामी पार्टी गरिदियो मेसीले जित्यो भने पार्टी दिन्छौँ सबैले बाहिर बाहिर भन्दै हिँड्ने होला नि त के गर्ने होला मेसी जित्यो बाहिर भन्दै हिँड्ने अनि म्यामलाई के भन्छ त मेसी जित्यो नि भन्छ अनि म्यामले गाली गर्नु ए अहिले यति राति भएर पनि नसुतिकिन म्याच हेर्ने भनेर गाली गर्नुहुन्न बिहान हेरेको भन्ने म्यामले थाहा भइहाल्छ नि कति उठाउँछ म्यामले नि हेर्नुहुन्छ ए अब म्यामले हेरेको भने सरलाई भनिदिनु प्रिन्सिपल सरले स्कुलमा चाहिँ गेम खेलाउँछ खेलाउनुहुन्छ कहिले खेलाउनुहुन्छ एक साइड अर्को जितेको एक साइड हाम्रो आर्गेस गेम त भइरहेको फुटबल हुँदैन हाम्रो हुन्छ हाम्रो पनि 10 मिनट कि 15 मिनट मात्र ब्रेक टाइम भएपछि ब्रेक टाइममा खाजा खाएपछि जान मिल्छ ग्राउन्डमा खेल्न मिल्छ बल लिएर जान मिल्छ फेरि मन्डे वेडनेसडे थर्सडे फ्राइडे मात्र स्याटरडे होइन स्याटरडे बिदा स्याटरडे त यही खेल्नु होला नि बाबा मोमो सबै फुटबल त्यो भाडुवा टिम छ नि त्यसको वर्ल्ड कप किन्ने अनि देखाउँदै हिँड्ने मेसीले जित्यो भन्दै जर्सी यस्तो गर्दै स्पेनले जित्यो भने स्पेनको यहाँसम्म खोलेर देखाउने होइन लामिन यामालको स्टाइल हो कि साँच्ची
कमेन्ट गरिदिनु यसले बताएको छैन। कमेन्ट गर्नुहुन्छ भने त अब मेसीले जित्छ कि के अरे उसले जित्छ, अर्जेन्टिना जित्ने कि अरूले जित्ने भनेर कमेन्ट गर्नुहुन्छ होला नि त। अर्जेन्टिना जित्ने कि नेपालले जित्ने भनेर कमेन्ट गरिदिनु ल। कसले जित्नुहुन्छ अनि राम्रोसँग अर्जेन्टिनाको फ्यानले लाइक गर्नु अनि ब्राजिलको फ्यानले सब्सक्राइब गर्नु। तर उल्टो भन्नु पर्यो नि त। ब्राजिल हारिसक्यो धेरै फ्यान फलोइङ हारे पनि त फ्यान हुन्छ नि होइन, हुनुहुन्छ धेरै नहोला नि त। किन नहुने हो, हारेर फ्यान नहुने हो होइन, बडी हारे पनि त फ्यान हुन्छ जितेको मान्छेले सपोर्ट गर्ने हो होइन। अब हुने 4वटा मध्ये कसले जित्छ त्यस पनि कमेन्ट गर्नु भन्नु पर्यो नि त होइन, बडी अनि भन त के भन्नु पर्यो। अझै 2टा म्याचपछि फाइनल भन त अब 4वटा हुने गेममा कसले जित्छ साथीहरूलाई कमेन्ट गर्नु भन त। मेसीले जित्छ भन्ने कमेन्ट गर्छ फ्यानहरूले अनि नेमारको फ्रेन्डहरूले जित्छ भने नेमारको फ्यानले सब्सक्राइब गर्ने, नेमारको फ्यानले सब्सक्राइब गर्ने, मेसीको फ्यानले लाइक गर्ने लाइक गर्ने हो। लाइक गर्यो भने सब्सक्राइब गर्यो भने के हुन्छ त? इन्कम आउँछ होइन के गर्छौ तिमीले? गाडी किन्छ गाडी किन्ने होला? रिमोट गर्छ ल्याम्बोर्गिनी ओ माय गॉड, ल्याम्बोर्गिनी हो? ल्याम्बोर्गिनी भन्ने थाहा छ तिमीलाई? गाडी चलाउन सक्छौ अनि लियोनोक्स कम्पनी छ त। लियोनोक्स नाम भन त कम्पनीको। एउटा भन, एउटा स्पेसएक्स एउटा टेस्ला। टेस्ला गाडी किन्ने? ल्याम्बोर्गिनी नै सन्त अमीर मान्छेको गाडी हो टेस्ला। टेस्ला किन्ने टेस्ला किन्ने साइबर ट्रक किन्ने। साइबर ट्रक कुन मान्छे साइबर ट्रक दुनियाँको सबभन्दा हेभी र बलियो कार। कार त भने ट्रक हो नि, हुन्छ कार त हुँदै के हो अनि अमीर मान्छेको कि गरिब मान्छेको? अमीरको। गरिब मान्छेको गाडी हुन्छ र सकेर साइकल हुन्छ। अनि हामीलाई कति सब्सक्राइब भयो भने हामीले के बटन हामीसँग के अरे भन्छ नि त प्ले बटन। प्ले बटनहरू कस्तो कस्तो हुन्छ अनि हामीसँग सिल्भर गोल्डन सिल्भर प्ले बटन कति सब्सक्राइबर भएपछि आउँछ सोध्नु भएको लागि थाहा छैन। 100 गोल्डन 1 मिलियन डायमन्ड 10 मिलियन 8 मिलियन हुन लाग्यो हाम्रो। त्यसो भए सिल्भर गोल्डन आउनु पर्ने र अहिले हुन बाहेन बल्ल कति छ? 11 मात्र 11 भन्दा धेरै छ। धेरै भइसक्यो नि हाम्रो त। कति 44 44 45 त पुगिसक्यो। 45 46 48 49 40 10 49 पछि 42 आउँछ के आउँछ? 49 पछि 50 दा 49 भनेर कति हो हामीलाई त अहिले त सुरुमा हामीलाई 1000 सब्सक्राइबर चाहिएको छ होइन, त्यसपछि बल्ल हामी 1000 पछि शेयरहरू चाहिएको छ, लाइक चाहिएको छ, भ्यू चाहिएको छ, सबै कुरा चाहिएको छ नि। बल्ल आउँछ इन्कम। अनि तिम्रो पो बल्ल तिम्रो युट्युब च्यानल बल्ल पो अनि मोनिटाइज हुन्छ, इन्कम आउँछ अनि बल्ल तिमीले ल्याम्बोर्गिनी किन्न पाउँछौ। हजुरको त छ है युट्युब च्यानल। मेरो युट्युब च्यानलमा पनि अन्त हुनु पर्यो नि त, साथीहरूलाई तिमीले भन्नु परेन भनेकै छैन। च्यानलको नामै थाहा छैन च्यानलको नाम भन्ने अनि बोल्ने नाम भन्ने अनि नगरेर यस्तो गर्यो भने त कति चलेको भनेर कमेन्ट गर्नुहुन्छ फेरि होइन र। एकदम स्ट्यान्डर्ड भएर बस्छ नि, सिधा भएर बस्छ। अनि अब यस्तो हात दिने गुड गर्ने यो कन्डिसन ठिक छ नि गाइजहरू भन। कन्डिसन फेरि भएन ठिक। कति चकचक गर्छु देख्नु भएको छ नि भन। म कति गुड भएछु देख्नु भएको छ। गुड भइसक्यो होइन चकचक गरिखेन होला। गुड भएछु। अनि अरू केही भन्नु छ साथीहरूलाई भन्नु नि भन। वर्ल्ड कप जित्छ त मेसीले जित्छ। जित्यो भने मेसीले जित्यो, अरू कसैले जित्दैन।
किन जितिसक्यो वेस्ट इन्डिजको जितिसक्यो अँ ए वर्ल्ड कप नजित्यो पनि मन जित्यो होइन त अब त वेस्ट इन्डिज जित्यो जितिसक्यो उम्, ए त्यही त अनि लाइक गर्ने कमेन्ट गर्ने सब्सक्राइब गर्ने के के भन्थ्यौ त हेलो गाइज भन्थ्यौ खै त तिमीको भन्थ्यौ त हेलो गाइज लाइक एन्ड सब्सक्राइब के भन्छ लाइक एन्ड सब्सक्राइब एन्ड फलो गाइस सुरुबाटै सुरुबाट भनौँ न लाइक एन्ड सब्सक्राइब एन्ड फलो गाइस फलो गाइज है नि त हामीलाई लाइक गरिदिनु पऱ्यो सब्सक्राइब गर्नु पऱ्यो अनि फलो गर्नु फलो डाइलगै त्यस्तो जस्तो छ अनि हात धेरै नचाउ सबै सबै भिडियोमा नै लाइक एन्ड सब्सक्राइब एन्ड फलो गाइस हुन्छ तिमीहरूको लागि पनि धेरै हात चलाएको अहिले हामी के गर्दैछौँ पोडकास्ट गर्दैछौँ है नि त अनि पोडकास्ट गर्ने बेलामा यसरी हात चलाएर भिडियो बनाएर हुन्छ त अनि सरी सरी भन्न सक्छौँ के भनेको सरी सरी गाइस आई सरेन्डर भन्नु गाइस थ्याङ्क यू गाइजहरू आई सरेन्डर होइन आई सरेन्डर भनेको जित्ने आई सरेन्डर थाहा छैन त है सरेन्डर भनेको के हो बाबु भन्नु त सरेन्डर भनेको त म त हारै भनेको यतिकै यतिकै होइन है तिमी हाल्छौ त तिमी हार्ने मान्छे हो र जित्छ तिमी जित्ने मान्छे हो है मेसी जस्तै होइन अनि पनि त हजुर मेरो ठिक छ गेमको बारेमा के छ के भन्छ त्यो म त अब खै के भन्ने वर्ल्ड कपमा त हारिसक्यो नेमारले हालिसक्यो तपाईँ हारिसक्यो नेमार नि हारिसक्यो गाइस नेमार पनि हालिसक्यो अरे त यस्तै मात्र छ अब हल्यान्डले हार्यो एम्बाप्पे पनि छ नि हल्यान्ड हार्यो एम्बाप्पे र हल्यान्ड अब 4वटा टिम मात्र बाँकी छ र मेसी मात्र छ अब अब एम्बाप्पे र मेसी हल्यान्ड पनि हालिसक्यो हल्यान्डलाई के भन्ने राइनो राइनो कि साढे के भन्थ्यो नि त साढे भन्थ्यो होइन हल्यान्डले के भन्थ्यो अरे जस्तो पिरामिडमा बस्छ नि त त्यस्तै देख्नु पेनाल्टी नि पाइसक्यो मेसीले गोल पेनाल्टी पाएर पनि गोलै हाल्न सकेन पेनाल्टीमा 1-2 भयो 1-2 हो र मेसीको 2 अनि हाम्रो पनि गेमिङ थियो नि अर्जेन्टिना आज के गोल हाल्यो अर्जेन्टिना स्विजरल्यान्ड तिन गोल हाल्थ्यो लकी नम्बरै 3 होला अर्जेन्टिनाको अनि त्योसँग त्यो हेलाई चाहिँ खेल्नु कति गोल हाल्यो स्विजरल्यान्ड मेसीले मेसीले मेसी त अर्जेन्टिनाको होइन त तिन गोल हाल्यो कि होइन भने त्यही त ओके अहिले के छ भने अब हामी भिडियो अब सक्ने कि एकछिन कन्टिन्यू गर्ने के भन्नु गाइजहरूलाई ओके गाइज लाइक एन्ड सब्सक्राइब एन्ड फलो नमस्ते गर्छु भनेको नि हुन्छ कसरी नमस्ते गर्छु भन्दा नि अहिले आमासँग बसेर हुन्छ खुट्टा उचालेर नमस्ते बाई 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 मैले त खै त बाई गरेँ ओके गाइज बाई बाई यो चिल्ड्रेन्स पोडकास्ट होइन त अब आजको आज हेर्नु नि भोलि तपाईँलाई कस्तो लाग्छ आजको भोलि आजको हेर्नु अनि भोलिको भोलि नै हेर्नु होला आजको आज हेर्नुहोस् होइन अनि भोलिको भोलिको भोलि पनि बनाउँदैछ भने त भोलिको भोलि नै हेर्नु भोलिको भोलि नै हेर्ने ओके गाइज अनि बाई भन्ने त अब बाई 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 गाइज बाई बाई सी यू गुड लक अनि गुड नाइट गुड नाइट होइन त हेर भने बाई बाई
भने ट्राई गर्नु अनि बिहान उठाउँला गाइस बिहान उठाउँदा गाइस है त उम्, बिहान उठेर के गर्नु त बिहान उठेर चल्ने बबीको कपी गर्ने गाइस भोलि बिहान उठ्ने बबी किन भोलि बिहान उठ्ने भन्नुभएको छ बबीको पनि युट्युब च्यानल छ जोन सेभेज जोनलाई भन नि त लाइक एन्ड सब्सक्राइब गर्ने भन्नु पऱ्यो नि त लाइक र सब्सक्राइब गर्नु होला त्यो सेभेज जोन वाला च्यानललाई अनि मेरो नि खोलिसक्यो तिम्रो छुट्टी खोलेछ के छ तिम्रो नाम चाहिँ एउटा तिम्रो च्यानल हो त अहिले हामी गरेको च्यानल होइन होइन हाम्रो के छ हाम्रो च्यानलको नाम के छ अरे हाम्रो च्यानलको नाम के छ हाम्रो ब्रोडकास्ट आवर मिडिया नेटवर्क आवर मिडिया नेटवर्क ग्रेनेड है त आवर मिडिया नेटवर्क छ यो च्यानललाई पनि लाइक सब्सक्राइब एन्ड फलो गर्नु होला कमेन्ट गरिदिनु होला है त मन पऱ्यो कि परेन अनि अर्को पोडकास्ट लिएर आउने कि नल्याउने र चाहिँ तपाईँहरूले गाइजहरूले के गरिदिनु पऱ्यो लाइक एन्ड सब्सक्राइब गरिदिनु भयो लाइक सब्सक्राइब फलो कमेन्ट पनि गरिदिनु पऱ्यो